बढी जिम्मेवारी तपाईहरुको काँधमा छ र त्यो जिम्मेवारी कसरी वहन गर्ने त्यसको लागि सबभन्दा इम्पोर्टेन्ट कुरा भनेको तपाईको रिजल्ट, तपाईको परफर्मेन्स हो। त्यो रिजल्ट र परफर्मेन्स कहाँबाट आउँछ? त्याग र तपस्याबाट। श्रीरामलाई प्रभु श्रीराम बन्न अयोध्या त्याग गर्नु पर्या थियो, साथसाथै 14 वर्षको वनवास पनि। हामी त मनुष्य हौ, हामी त एउटा सिम्पल विद्यार्थी हौ। हामी आफ्नो रिजल्ट, आफ्नो गोल, आफ्नो परफर्मेन्स, आफ्नो रिजल्ट प्राप्तिको लागि केही न केही त्याग, केही न केही तपस्या त गर्नै पर्छ। तर के त्याग र तपस्याले मात्रै हुन्छ त? सधैँ हुँदैन। त्याग र तपस्या सँगसँगै साहस र धैर्यता पनि चाहिन्छ। म भाइ बहिनीहरूलाई क्लासरुममा औरंगजेबको कहानी सुनाएको हो। औरंगजेब जब आफ्नो राज्य सत्ता हार्छ, दिल्लीको किल्ला हार्छ, त्यस पछाडि उसका एकजना सैनिक, प्रधान सैनिक आएर भन्छ, महाराज हम तो अब सब कुछ हार गए। त्यो बेला औरंगजेबले आफ्नो सम्पूर्ण सैनिकहरूलाई इकट्ठा गरेर के भन्छ थाहा छ? क्या हुआ जो मैदान हार गए? क्या हुआ जो मैदान हार गए? अभी नहीं हारे वो अदम्य साहस जो सजदा करने और सर झुकाने को भी तैयार है। मेरे भाइ बहिनी हो, जीवनमा साहस र धैर्यता चाहिन्छ। जीवनको लडाईमा कहिले जितिन्छ त कहिले सिकिन्छ। तर जोसँग साहस र धैर्यता छ ऊ जिरोबाट हिरो बन्न सक्छ र जोसँग साहस र धैर्यता छैन ऊ हिरोबाट जिरो पनि बन्न सक्छ। तपाईहरुको माझ आज एउटा इक्जाम्पल उभिरहेको छ। त्यो इक्जाम्पल जो 10 क्लासमा फेल भए र आज एमबीए पढ्ने गरिन्छ। म रिसेन्टली नेपालको वन अफ द बेस्ट कमर्सियल बैंक सिद्धार्थ बैंकको जब छोडी आज मलाई डिफ्रेन्ट इन्स्टिट्युसनहरूले एप्रोच गरिरहेको छु। आज म डिफ्रेन्ट इन्स्टिट्युसनहरूमा आबद्ध छु एज अ मोटिभेशनल स्पिकर, एज अ करियर काउन्सिलर, एज अ एजुकेटर, एज अ फेसिलिटेटर। यो किन भयो? यो किन सम्भव छ? त्याग, तपस्या, साहस र परिश्रम र धैर्यताको फल।